रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सयौं मानिसको ज्यान गएको र ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्। अचानक आएको यो बाढीले घर, पुल, सडक र विद्युत संरचनामा ठूलो क्षति पुर्याएको छ। सबैभन्दा डरलाग्दो कुरा यो पानी मात्रै थिएन, ढुङ्गा, माटो र लेदो सहितको अत्यन्त शक्तिशाली बहाव थियो। प्रारम्भिक अध्ययन अनुसार हिमाली क्षेत्रमा भएको आइस र रक कोल्याप्स तथा लेदोले गर्दाखेरि अचानक ठूलो मात्रामा पानी र माटो तलतिर पठाएको हुन सक्ने देखाएको छ। भोटेकोसीबाट आएको यो विनाशकारी बहाव त्रिशुली हुँदै नारायणी प्रणालीतर्फ समेत फैलिएको बताइएको छ। रसुवा र आसपासका क्षेत्रमा उद्धार अभियान अझै जारी छ। नेपाली सेना, प्रहरी र उद्धार टोलीहरू बेपत्ता मानिसहरूको खोजीमा परिचालित छन्, तर जोखिम अझै पूर्ण रूपमा सकिएको छैन, किनकि नदीमा बनेका प्राकृतिक अवरोध वा पानी जमेको स्थान अचानक फुट्यो भने अर्को ठूलो फ्ल्यास फ्लड आउन सक्ने खतरा हुन्छ। त्यसैले जोखिम क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको छ। यो घटना एउटा ठूलो चेतावनी पनि हो। हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै यस्ता अचानक आउने बाढीको जोखिम झन गम्भीर बन्न सक्छ। रसुवा भोटेकोसीको पछिल्लो अपडेट चाहनुहुन्छ भने यो भिडियो शेयर गर्नुहोस् र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।